क्या हुआ तुम्हें कैसे हुआ ये सब हुआ एक खुट्टे चप्पल जाऊ है लिन आफै त रुजेको रुजेको हेर त सर त्यो पछाडि माथि पनि लागेछ हिँड्ने ढङ्ग छैन र हिँडेको हजुरको चप्पल लिर्केर भाँटे ठ्याक्कै यस्तो मोबाइल थियो अनि त्यसमा नि के सोचिरहेको थियो भने अब जान्छु र पेट लास्टै दुखेछ आगो सेकाउँछु र अनि हल्का नै हाल्नुहुन्छ दुख्न छोडेपछि सुत्छु भन्ने सोचले यसो यो यस्तो केटेको त्यो लट्टे गयो चप्पल नि तल पुगो मान्छे नि बाहिर मौसम त्यस्तो छ यहाँ हालत खराब छ हाम्रो शोभा पाइजाको एउटा राम्रोसँग हिँड्ने ढङ्ग नि रहन्छ ल जाऊ गएर चप्पल लिएर आऊ उस त्यहाँ फेरि स्न्याप गराउनु लाग्यो होला नि लोटेको नि राम 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 जाऊ छिटो त्यस्तै रोजेको रोजेको जाऊ क्या कपालमा हात हो अनि त्यसपछि बान्दिनु त केले बानिदिने र क्याप्नेले बानिदिन्छु है कति नराम्रो टालसँग भाङ्नु पऱ्यो मेरो मोबाइलभरि गोबर पास्छ अब के राम्रो कपडा कपडा खै साँच्चै नि लास्टै रोजेको तिमी त केही रहन्छ ल नुहाउँछ बर्बाद छ ल ल